Brazil? Yeah. Yeah, I'm from Nepal. Okay? Okay, I'm not really talking about it. You don't speak English? I speak in English. Okay. Just bless me. I'm just here to take bless from women. Bless me, okay? Okay, bless you. Okay. Take care. Okay? Okay. You doing a battle? Battle त अब के गर्नु गाह्रै छ. Listen, Fox, Yes. I will battle with you for someday. But listen, if you are strong, I will battle with you now. Oh, I was alone now. Oh, so you are not strong now? No, but I'm going to follow you. Sometimes I was strong. Okay. Like anytime you are strong, just send me a request. Okay, Fox. Okay, so when I was What's strong, your good name? What's your good name? My name? Yeah. Kelly. Kelly? Yes, Kelly. Okay, Kelly. Much love. Okay, take care. Okay. Bye. Bye. See you. Yeah. मेरो मेलाको महोत्सव गएको थियो पूर्व जाँदाखेरिको. यो चाहिँ मेरो साथी र म, भाइबर र म है, जिग्री र म. यो चाहिँ अब भनौँ न, यो चाहिँ अब तिमीहरूलाई थाहा नै छ, यो व्यापक भएको थियो. लाइटतिर आइज त, यता लाइटतिर आइज. यो चाहिँ भएन के यो क्यामेरा पुस्नु पर्यो ल है. यो चाहिँ व्यापकै भएको थियो. यो टी सर्टले त मार्केटै हानेको थियो. कतिले त पूर्वकै टी सर्ट भनेर बेचे. लभ्स है. यो पनि मेरो भाइबर र म साथी हैन. यो चाहिँ मेरो जिग्री दाइ हो, आदर्श दाइ है. यो दाइ र म सँगै भनौँ धेरै ठाउँमा गइसक्यौँ. अनि फेरि अर्को त्यही व्यापक फोटो छ. अबुई यो फोटो चाहिँ दामी लाग्यो मेरो भाइ. अनि यो चाहिँ म बन्जी जम्पिङ हान्दै थिएँ. त्यति बेला डराएको बेलाको फोटो भयो. अनि त्यसपछि यो चाहिँ म स्टेज पर्फर्मेन्स गर्न लागेको फोटो है. यो चाहिँ अब फोटोसुटको फोटो हेर. यो चाहिँ म भोलि पर्सि बिहे गर्नु पर्यो, केटीले फोटो बनाउनु पर्यो भने नि यो मेरो फर्स्ट प्रायोरिटीको यही फोटो हुन्छ. लभ्स है. यो होला नि बरु. यो चाहिँ दसैँमा खिचेको थियो. एउटा भाइले खिचिदिएको थियो मेरो भाइले. त्यो फोटो भयो. अनि यो चाहिँ अलिकति लजाएको क्या अगाडिपट्टि. यसो मैच्याङलाई देखेर अलिक च्याङमा लजाएको है. अनि त्यसपछि यो चाहिँ अलिकति बन्जी हान्न लागेको थियो, बन्जी हान्ने बेलाको. अनि यो चाहिँ अब स्टेज पर्फर्मेन्सको भइहाल्यो. अनि यो चाहिँ अब बन्जी हान्न लाग्यो हेर. यो पनि बन्जीकै हो. यो पनि बन्जी. भाइ दुईवटा फोटो बनाएको छ. यो चाहिँ अलिकति क्लियर देखेन, यतिकै राखेको छु है. यतिकै राख है. यो चाहिँ मेरो फोटोसुटको. यो पनि गीत गाउन लागेको थिएँ, गीत गाउन लागेको बेलाको. यो पनि स्टेजकै. यो हाम्रो कहाँ हो, खोर्सानी महोत्सव. खोर्सानी गिटार च्याटमा छ भने एकचोटि खोर्सानी लेख है. अनि यो चाहिँ फोटोसुटकै हो. यो पनि अब यो घोडा चढेको कता भन्दाखेरि यो चाहिँ अब इलाम गएको थिएँ. कन्यामतिरको हो. यो चाहिँ घोडा चढेको. यति बेलामा च्याङमाले त मारेको थियो त मैच्याङलाई. अनि त्यसपछि यो पनि फोटोसुटकै हो. कहाँबाट पाएछ अरे भाइले, नदेखेको फोटो पनि छ त. अब यो चाहिँ बाजेसँग यसो चिया कफी. यो पनि यस्तै भयो. अब कस्तो कति धेरै फोटो हो यार यो त. वाउ है. वाउ, यो फटाफट गरौँ. यो चाहिँ हजुरको भाइको तर्फबाट हजुरलाई यो माया हो क्या. थ्याङ्क यू मेरो भाइ. होटल मेची क्राउन भयो यो चाहिँ. एकदम लभी भाइ. यो चाहिँ अब यसो क्याफेमा गएको थिएँ. क्याफेमा गएको बेलामा सन्देश दाइ लभ्स है. यो चाहिँ अब मेरो सुटको. अब यो चाहिँ तिमीहरूले चिनिहाल्यो को हो भनेर. च्याट एकचोटि लेख त. उहाँ चाहिँ को हुनुहुन्छ उतापट्टितिर रावणको भेषमा. होइन, रावणको भेषमा को हुनुहुन्छ. उहाँ चाहिँ मेरो सुटिङ थियो. सुटिङको बेलामा भेट भएको थियो है. गुन्डाजी है, गुन्डाजी. उहाँ चाहिँ अलिकति गुन्डा हुनुहुन्छ, तर मसँग चाहिँ स्विट हुनुहुन्छ है. चिज बल किनिदिनु भएको थियो. लभ यु है राजेन्द्र खड्की. अनि त्यसपछि यो अब फोटोहरू छ. अब के गर्नु त यार. यो होलीको हो. यो चाहिँ यो त घरमा बसेर एल्बम हेरे जस्तो भयो त यार. यो चाहिँ मेरो अब त्यस्तै सबै पछि देखाउँला राजाहरू. अहिले देखाउन थाल्यो भने फेरि यहाँ सबैले फोटो मागेर. ल ठिक छ, रात पर्छ. थ्याङ्क यू सो मच भाइ. थ्याङ्क यू. लभ छ मेरो भाइ. थ्याङ्क यू यार. मैले सोचेको थिएँ, म त 4-5 वटा मात्रै पठायो होला सोचेको. मन्छलाई पनि पठाएको रहेछु, यताउति सबै गरेको. के हो तिम्रो प्रिन्टिङ पठाएपछि त पठाउनु पर्यो नि हैन. हो नि. प्रिन्टिङ इन्जिनियर हो कि के हो तिमी? हजुर, प्रिन्टिङको घरमा खोलेको छौ कि के हो? यस्तो यो मैले घरमै बसेर सुरु गरेको. प्रिन्टिङ खासमा मैले अरूलाई गर्न दिने. अब यो सुरुवात गरेको चाहिँ खासमा त्यो फ्याक्ट्रीहरूबाट अनि ल्याबहरूबाट गर्न लगाएर त्यसरी गर्छु मैले यो बिजनेस चाहिँ. वाउ यार, नाइस. मैले पहिला यो ड्रइङको बिजनेस गर्थेँ कि. स्केच आर्टिस्ट पनि हो म खासमा. यहाँ पनि छ स्केचहरू, यहाँ पनि ल्याएको. ठिक छ. यो भाइ लास्टै म्यानेजर रहेछ यार. लास्टै राम्रो लाग्यो है. तिमीले त अब यो फोटो पठाएर पनि तिमीले त धेरै उ गर्यौ त यार. लभ छ है मेरो भाइ गुण लागोमा.
एकदम 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 खुसी हामीलाई लाग्यो पनि भाइ। एकदम धेरै धेरै माया यो भाइको आइडी छ नि प्रिन्टेड क्याटलाई चाहिँ यसो फलो गरेर यदि फोटो सोटो चाहियो कहिले कहिले अब यसो नयाँ वर्षमा भ्यालेन्टाइन्समा लभ सबलाई यसो गर्लफ्रेन्डको याद आयो गर्लफ्रेन्डको बर्थडे भयो यताउति फोटो सोटोको पुरा बनाउनु छ भने भाइलाई सम्झिनु होला आर्ट चार्टको कुरा बारेमा यो भाइले सम्झिनु होला है सबलाई माया छ आर्ट चार्ट चाहिँ- अलवेज लभ एन्ड केयर एन्ड माई ब्रदर इज हियर सन्देश दा इज हियर एन्ड कसको यो आइसो स्पिड होइन यो मैले खासमा प्र्याक्टिसको लागि भनेर बनाएको यो अनि अर्को चाहिँ यो छ यो पनि मेरो सबैभन्दा फेभरेट हो ओए जोकर सोकर पनि बनाएको रहेछ दामी है भाइ आफै बनाउँछु कि के हो हजुर आफै हो आफ्नै हातले खासमा अलि पहिला बनाएको खासमा यो 2-3 वर्ष भइसक्यो यिनीहरू बनाएको खासमा त्यसैबाट सुरु गरेको अनि त्यसपछि साथीले चाहिँ यिनी फ्रेमहरूको बनाउँदो रहेछ अनि त्यसपछि मलाई भन्यो क्या मेरो लागि कस्टमरहरू खोज्दै अनि मैले कमिसन दिन्छु भन्यो होइन खासमा मैले त्यहीँबाट सुरु गरेको अनि बिस्तारै बिस्तारै फ्याक्ट्रीबाट मैले आफैले जो कसरी एल्बम हेरे जस्तो भयो त यार यो चाहिँ मेरो अब त्यस्तै त्यस्तै सबै पछि देखाउँला राजाहरू अहिले देखाउन थाल्यो भने फेरि यहाँ सबैले फोटो मागेर ल ठिक छ रात पर्छ थ्याङ्क यू सो मच भाइ थ्याङ्क यू लभ छ है मेरो भाइ थ्याङ्क यू यार मैले सोचेको थिएँ म त 4-5 वटा मात्रै पठायो होला सोचेको मन्छलाई पनि पठाएको रहेछु यताउति सबै गरेको के हो तिम्रो प्रिन्टिङ पहिला पठाएपछि त पठाउनु पर्यो नि होइन हो नि प्रिन्टिङ इन्जिनियर हो कि के हो तिमी हजुर प्रिन्टिङ स्रिन्टिङको घरमा खोलेको छौ कि के हो यस्तो यो मैले घरमै बसेर सुरु गरेको प्रिन्टिङ सेन्टिङ खासमा मैले अरूलाई अब गर्न दिने अब यो सुरुवात गरेको चाहिँ खासमा त्यो फ्याक्ट्रीहरूबाट अनि ल्याबहरूबाट गर्न लगाएर त्यसरी गर्छु मैले यो बिजनेस चाहिँ वाउ यार मैले नाइस पहिला यो ड्रइङको बिजनेस गर्थेँ कि स्केच आर्टिस्ट पनि हो म खासमा यहाँ पनि छ स्केचहरू यहाँ पनि ल्याएको ठिक छ यो भाइ लास्टै म्यानेजर रहेछ यार लास्टै राम्रो लाग्यो है तिमीले त अब यो फोटै पठाएर पनि तिमीले त धेरै उ गर्यौ यार लभ छ है मेरो भाइ गुण लागोमा एकदम 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 खुसी हामीलाई लाग्यो पनि भाइ एकदम धेरै धेरै माया यो भाइको आइडी छ नि प्रिन्टेड क्याटलाई चाहिँ यसो फलो गरेर यदि यसो फोटो सोटो चाहियो कहिले कहिले अब यसो नयाँ वर्षमा भ्यालेन्टाइन्समा लभ सबलाई यसो गर्लफ्रेन्डको याद आयो गर्लफ्रेन्डको बर्थडे भयो यताउति फोटो सोटोको पुरा बनाउनु छ भने भाइलाई सम्झिनु होला आर्ट चार्टको कुरा बारेमा यो भाइले सम्झिनु होला है सबलाई माया छ आर्ट चार्ट चाहिँ- अलवेज लभ एन्ड केयर एन्ड माई ब्रदर इज हियर सन्देश दा इज हियर एन्ड कसको यो आइसो स्पिड होइन यो मैले खासमा प्र्याक्टिसको लागि भनेर बनाएको यो अनि अर्को चाहिँ यो छ यो पनि मेरो सबैभन्दा फेभरेट हो ओए जोकर सोकर पनि बनाएको रहेछ दामी है भाइ आफै बनाउँछु कि के हो हजुर आफै हो आफ्नै हातले खासमा अलि पहिला बनाएको खासमा यो 2-3 वर्ष भइसक्यो यिनीहरू बनाएको खासमा त्यसैबाट सुरु गरेको अनि त्यसपछि साथीले चाहिँ यिनी फ्रेमहरूको बनाउँदो रहेछ अनि त्यसपछि मलाई भन्यो क्या मेरो लागि कस्टमरहरू खोज्दै अनि मैले कमिसन दिन्छु भन्यो होइन खासमा मैले त्यहीँबाट सुरु गरेको अनि बिस्तारै बिस्तारै फ्याक्ट्रीबाट मैले आफैले जो बुझ्न थालेँ होइन आफैले जो ल्याउन मिल्दो रहेछ सस्तोमा भनेर अनि यताउता गरेर फ्रेम